हेलो गाइज, वेलकम टु माई मिनी ब्लग। तपाईँहरूलाई मेरो मिनी ब्लगमा स्वागत छ। आज चाहिँ म चाहिँ दाउरा लिन जान लागेको छु। हामी दुईजना जान लागेको। म चाहिँ अघि मेरो गृहमन्त्री चाहिँ पछि आउनु भइरहेछ। उहाँलाई चाहिँ क्यामेरामा कैद भएको मन पर्दैन अरे, त्यसैले खासै उहाँलाई मैले लिन चाहेन। अनि हजुरहरू के गर्दै हुनुहुन्छ? अनि ब्रेकफास्ट भयो कि नै? हजुरहरू जहाँ भए पनि जस्तो भए पनि आरामै हुनुहुन्छ होला भन्ने पूर्ण विश्वास लिएको छु। र अबको केही समयपछि चाहिँ म अब दाउराको भारी लिएर चाहिँ फर्किने छु। आजको दिन पनि त्यत्तिकै बितिहाल्यो र अहिलेको दिउँसोको टाइममा चाहिँ अब केही दाउराहरू चाहिँ लिउँ भनेर चाहिँ हामी चाहिँ दाउरा लिन जान लाग्यो। बाँकी चाहिँ अब मेरो साइडमा चाहिँ अहिले एउटा काकाको पोल्ट्री फार्म छ। पोल्ट्री फार्ममा चाहिँ एकदम धेरै कुखुराहरू पाल्नु भएको छ। कुखुराहरू चाहिँ म पनि सम्पर्क गर्नु होला भन्न चाहन्छु। अरू चाहिँ यहाँनिर चाहिँ दुईवटा ठुलो मुर्राहरू छ। त्यो मुर्राहरू हो, काफी इन्डियादेखि आएको मुर्राहरू हो। यही हो हाम्रो दाउराहरू चाहिँ। यो चाहिँ हामीले अस्ति खुलामा बोगाउन गएको थियौँ। नानीको बोगाएर पनि आज यसलाई चिरेर, आज बिहान आएर यसलाई चिरेर चाहिँ अब अहिले बेलुका चाहिँ बोक्ने काम हुन्छ। आश गर्दै हुनुहुन्छ दाउरामा ढोकामा दाउरा भोर्दै हुनुहुन्छ। अहिले चाहिँ हामी चाहिँ अब यो दुईवटा ढोका चाहिँ भोरी गर्छौँ, त्यसपछि हामी यहाँदेखि लाग्नेछौँ लगत्तै। अब यो ठुलो दाउरा चाहिँ चिर्न भ्याएन। यसपालिको छुट्टीमा अब छुट्टी सकिसक्यो, अब जानुपर्छ। अब अर्को छुट्टीमा आएर यसलाई चाहिँ ठुलो मुढालाई चाहिँ चिर्नुपर्छ। अब तेरो भिडियो पनि के बनाउने? त बर्थडे भइहालिस्। बर्थडे भएपछि अब खासै खिच्न मन पनि लाग्दैन रहेछ कि पहिलेको जस्तो। फाइनल्ली हाम्रो ढोका पनि भरिसकेको छ। अब चाहिँ हामी फर्किन्छौँ होला। अलि सुक्नु दिए हुन्थ्यो दाउरा त, खै कहाँ फाल्ने अहिले